हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू च्यानल। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै अल गुड। आज चाहिँ मेरो रुमबाट मेरो भ्लग चाहिँ स्टार्ट भइसकेको छ। आज चाहिँ हामी कहाँ जाँदैछौँ भने दरबार माग जाँदैछौँ। आज चाहिँ के रहेको छ भने आज चाहिँ कन्सर्ट रहेको छ। जन चामलिङ खै त्यहाँदेखि कोहरू आउनुहुन्छ है, त्यो त थाहा भएन, तर मेरो चाहिँ बेस जन चामलिङ हो। त्यही भएर हेर्न जान आँटेको। आज चाहिँ छुट्टी लिएर लगभग छुट्टी लिएर जान आँटेको। अनि यता दाइहरू पनि हुनुहुन्छ। लेट्स गो। अब के हुन्छ हेर्दै गर्नु होला है। अब हामी चट्ट तल जान्छौँ। अनि गएर अब हल्का हाम्रो मम्मीहरू खै कुकु आउनुहुन्छ अरे। अनि दाइहरू अनि हामी चाहिँ टक्कसँग जानेछौँ दरबार माग है, दरबार माग। अनि अब हेर्नु होला बाटोमा के हुन्छ सब देखाउने छु, हेर्नु होला। मेरो फाइनल लुक्स चाहिँ यस्तो छ। फाइनल लुक्स आज चाहिँ हामी दरबार माग जाँदैछौँ। हाम्रो बाटिस्टा मात्र बस्ने अरे यहाँ। आज जाउँ भने नमान्ने अरे के, नजाने अरे। हेर्नु होला, उहाँलाई चाहिँ सिक्स प्याक मात्र मनपर्छ। हामी जस्तो चाहिँ हुँदैन, सिक्स प्याक हेर्ने अरे बा सक्दैन। ल हामी चाहिँ ठ्याक्क यहाँ क्याफेको चाहिँ यस्तो चाहिँ फाइनल लुक्स सट्टसम्म लाएर अब हामी चाहिँ अब जाने हो। को हुन्छ हेर्दै गर्नु होला। हामी चाहिँ यतिखेर टक्क ट्याक्सी चढेर भेट्नु सक्नुहुन्छ। ट्याक्सी चढेर चाहिँ जाँदैछौँ टक्क दरबार माग। दाइ यता हेन्सम भएर बस्नु भएको छ आज। यता पछाडि हुनुहुन्छ दाजु दाइ। अनि अगाडि यस्तो छ बाटो चाहिँ एकदम जाम छ। अहिले जाम हुन्छ। आज चाहिँ मान्छे एकदम बेसी छ है। टक्क आज चाहिँ लगभग के हो नेवारहरूको खै के हो त्यस्तो चाड पनि भन्छ। त्यही भएर चाहिँ प्रायः दोकानहरू आज बन्द छ यहाँ। त्यही भएर मान्छेको चलपल एकदम दामी। आज मान्छे चाहिँ धेरै छ यो बाटो। ठक्कसँगले हामी चाहिँ यतिखेर हाइवे आइसकिसक्यौँ। यता नि पुरा जाम चाहिँ जामै छ। हाइवेमा पनि जाम चाहिँ एकदम डेन्जरै हो आज। आज त झन् कन्सर्ट त्यही माथि अब है त्यो नेवारहरूको झन् आज खै के हो त्यस्तो होइन। परे जाम हुन्छ। ठ्याक्क अब अफिस टाइम पनि भयो क्या। ए अफिस टाइम त होइन, आजको छुट्टी हो, शनिबार छुट्टी हो। सरी विशेष तर बबार छ। जाम बेसी छ त्यो छ। अनि दरबार माग जान्छौँ। अनि हामी चाहिँ ओर्लिसक्यौँ। हामी आज ट्याक्सी चाहिँ यहाँ पर जाँदैछ। ओर्लिसक्यौँ। ओर्लिसकेर चाहिँ ठ्याक्क यो दरबार मागको अगाडि हिँड्दैछौँ। दरबार माग चाहिँ कहाँ छ? दरबार माग यता हो। ए त्यो फेरि अफ गरेर फेरि गर मैले रोड आइसक्यौँ। चाहिँ बाबा कस्तो लाएर आएको, कस्तो भइसक्यो यार। पानी
तिनीहरूलाई गर्न आएन कि यहाँबाट जाने मात्र त्यहाँबाट आउने मात्र गर्नु आज चाहिँ हामी चाहिँ डक्टरसँग I want to know बिहान 12 बजेदेखि को हुनुहुन्छ यहाँ? बहुत मजा आइरहेको छ। यो हो मेरो। Okay, moving on with the सो यहाँ चाहिँ देख्नुहुन्छ एस्क्रिमको हेर्नु यार बब्बा यार एस्क्रिमको है यो चाहिँ बा दामी बबा यता दाइ हाम्रो आज जस बल रमाइलो भइरहेछ एस्क्रिमको उयो मेरो फेभरेट जन चाम्लिङ यता हाम्रो दाइ आइसक्नु भएको छ उयोहरू चाहिँ दामी हातमा हेर्नु सक्नुहुन्छ बा दाइ ल्याउने बित्तिकै बियर हान्दै स्ट्रिमको क्रेस देख्नु सक्नुहुन्छ अगाडि बा स्ट्रिमको क्रेस यता जन चाम्लिङले छुट्टै महल जन चाम्लिङले यता छिटो भाइदिएको छ जन चाम्लिङ Thank you. हामी चाहिँ निस्किसकेको छौँ बाहिरको क्रेज दरबारमाको अगाडि रोड बाहिर चाहिँ यस्तो छ है हामी चाहिँ डक्टरसँग लाएर यतिखेर मैले सिङ लाग्छु आज हामी चाहिँ छत्रबारी चोक जाँदैछौँ छत्रबारी चोक गएपछि चाहिँ त्यहाँदेखि हामी चाहिँ दाइलाई छोड्नेछौँ छत्रबारी चोकबाट भेट्ने छौँ त्यहाँदेखि एयरपोर्ट हुँदै 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 हामी फेरि फमिली फर्किने छौँ हेर्दै गर्नु चाहिँ ठ्याक्कै एयरपोर्ट आइसक्यौँ हुन्छ एयरपोर्ट आज चाहिँ हाम्रो दाइ जाँदै हुनुहुन्छ बाहिर कोही मान्छे सुतिरहेको होला अहिले होइन तर कोही मान्छे उडिरहेको छ क्या अब के भन्नु र दाइ चाहिँ आज जाँदै हुनुहुन्छ त्यस्तो खासै त छैन रहेछ अस्ति एकताल दिदीलाई छोड्नु आउँदा चाहिँ लास्ट प्याक थियो
यार यसो यहाँ चाहिँ आँसु बस्छ यार म हेर्नै सक्दिनँ क्या कति मान्छेहरू हुन्छ आफ्नो आफ्नो आमा बाउलाई छोडेर टाढा है प्लस दाईहरू चाहिँ आउँदै हुनुहुन्छ अनि यहाँ अरू दाई चाहिँ जाने दाई चाहिँ अघि आइसक्नु भयो 11:30 कति बजीको फ्लाइट हो अघि आइसक्नु भएको छ अनि दाई चाहिँ यहाँ अगाडि बस्नु भएको छ अनि हामी चाहिँ टक्क दाईलाई खोज्दैछौँ हामी चाहिँ ठ्याक्क दाईलाई भेट्यौँ अनि दाईले चाहिँ हामीलाई लास्टै ढिलो गरिस् त भन्दै थियो अनि हामी चाहिँ थोरै कन्सर्टमा बिजी भयौँ त्यही भएर भने अनि दाईले खै 2 जना चाहिँ भन्दै थियो 2 जना चाहिँ बाइकमा आउँदैछ त्यही भएर हामी चाहिँ ट्याक्सीमा अलिक छिटो आयौँ सायद जाममा पऱ्यो होला भने अनि दाईले अब हामी चाहिँ निस्किन्छौँ हाम्रो जाने बेला भइसक्यो हामीलाई लास्टै ढिलो भयो अब हामी निस्किन्छौँ भन्दै हुनुहुन्थ्यो दाईको त्यो मुहार हाँसिलो त थियो तर हाँसोभित्रको पीडा आफ्नो देश छोडेर जानुको पीडा कसलाई के थाहा है अनि दाई चाहिँ ल हामी चाहिँ निस्क्यौँ है बाई बाई भन्दै निस्किनु भयो अनि यता हाम्रो दिदीहरूले चाहिँ बाई बाई गर्दै हुनुहुन्थ्यो अनि जस्ट मलाई चाहिँ खल्लो लाग्यो किनभने आफ्नो देश छोडेर चाहिँ बाहिरी देशमा जाँदै हुनुहुन्छ अन्त 7 वर्ष म आउँछु है भन्दै कराउँदै हुनुहुन्थ्यो ल हुन्छ भन्दै हामी चाहिँ निस्किँदै टाटा गरिदिन्छौँ तर दाईको त्यो मुहारले चाहिँ बताएर आएको थियो क्या अब एकैचोटि हामी थमेल क्षेत्रबाट चोक जान्छौँ अनि भेट्नेछौँ दाईहरू ढिलो आउनुभयो हामी चाहिँ अब त्यही भएर फर्किने भयो अब के भन्नु यहाँको अब अब एकैचोटि हामी चाहिँ होटलबाट भेट्नेछौँ